हेलो साथीहरू, यो मान्छेको यो मिस्त्रीको स्किललाई चाहिँ हामीहरूले मान्नुपर्छ। हाम्रो मान्छेहरूले टाइल्स लगाउँदाखेरि साइडमा चर्च काटेर ट्याक्क पाराले जोड्छ नि त। तर अब यो मान्छेले टाइल्स जोडेको तपाईँहरूले हेर्नुहोस् है, भिडियो अन्तिमसम्म हेर्नुहोस्। हाम्रो विशेष गरेर हाम्रो मिस्त्री गर्ने दाजुभाइहरूलाई, हाम्रो नेपाली दाजुभाइहरूले पनि मिस्त्री गर्नुहुन्छ है। अब यसरी जोड्यो भने कसरी, अब यो चर्च काटेर जोडेको राम्रो देख्दैन है। तर हेर्नुहोस्, अब यो मान्छेले चाहिँ अलग जोडेर अब यो कुनिया चाहिँ कसरी चाहिँ मिलाएर जोड्छ भने चाहिँ अब हेर्नुहोस् न, यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यो मैले भिडियो सामाजिक सञ्जालमै भेटिएर चाहिँ हाम्रो मिस्त्रीहरूलाई अलिकति स्किल होस् भनेर, प्रोत्साहन होस् भनेर चाहिँ मैले यो अपलोड गरेँ। अनर्थ नमान्नु होला है। तपाईँहरूले मन पऱ्यो भने तपाईँहरूले यो भिडियोलाई सेयर पनि गरिदिनुहोस् है। एकदमै राम्रो स्किल भएको मिस्त्री है। यो हाम्रो मान्छेहरूले पनि सिक्नुपर्छ यो स्किललाई। र यसले यो बिट छोड्यो। अब हेर्नुहोस् त, अब यसले यसरी चर्च काट्यो फेरि हो, मजाले दुईपट्टि नै धार निकालेर कति मजाले हो चट्ट निकालेर चाहिँ अब हेर्नुहोस् त, त्यो बिट पनि छोप्दाखेरि यति राम्रो देखियो। हेर्नुहोस्, बिटमा धार पनि भएन। अब यो धार भएको टाइल्स लगाउँदा धार भएकोमा चाहिँ हामी आफै ठुलो पनि केटाकेटी पनि ठोकिएर कस्तो डरलाग्दो काट्छ नि त, बिगार हुन्छ। तर यो मान्छेको स्किललाई म सलाम गर्छु है। हजुरहरूलाई मन पर्यो भने भिडियोलाई सेयर गर्नुहोस्। तपाईँहरूले एकदमै राम्रो फिनिसिङ दिएर जोड्दैछ यो मिस्त्रीले। ल, तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया पनि दिनुहोला र भिडियोलाई अरू हाम्रा लोकल मिस्त्रीहरू समक्ष पनि यो पुर्याइदिने म तपाईँहरूलाई यही भिडियो मार्फत आग्रह पनि गर्दछु। हेर्नुहोस्, यो मिस्त्रीको स्किल कति राम्रो छ है। यो कुरा हामीले सिक्नु, हाम्रो मिस्त्रीहरूले हामीले सिक्नुपर्ने छ र यही कारण मैले यो भिडियो प्रस्तुत गरेँ। तपाईँहरूले यो भिडियोलाई एकदम व्यापक रूपमा सेयर गरेर अरू माझ पनि पठाइदिनु होला। अब हेर्नुहोस् त, यो कति राम्रो देखियो है। बिटको फिनिसिङहरू हेर्नुहोस्, कहीँ पनि केही त्यस्तो त्रुटि छैन र यो भिडियोलाई तपाईँहरूले अरू माझ पनि पुर्याइदिनुहुन्छ।